चाहे 1 दिन होस्, चाहे 24 घण्टा होस्, चाहे 10 महिना, 1 वर्ष, 3 वर्ष किन नहोस्, यति नै भन्नु नै ठुलो आँट हो के, आँट चाहिन्छ के। त्यतिखेरसम्म आँट आएको थिएन होला, बिस्तारै बिस्तारै आँट आउँदै गयो होइन। अनि त्यसपछि भनिन् होला नि त, आँट चाहिन्छ नि त, यस्तो कुरा बाहिर निकाल्न पनि आँट चाहिन्छ। कति तडपिरहेको थिइन् होला भित्रभित्र के, कति तडपेर भित्रभित्रै त्यही एन्जाइटी भएर डिप्रेसनको शिकार भएर बसेकी थिइन् होला नि त। अनि उनलाई बिस्तारै बिस्तारै मुभ भइन् होला, अब मैले यो बाहिर ल्याउनै पर्छ, म जस्तो हजारौं चेली फस्न सक्छ भन्ने खालको उसलाई लाग्यो होला। अनि उनले यो कुरा बाहिर ल्याइन् होला होइन र। के 1 वर्षपछि कुरा ल्याउँदैमा उसले गलत गरिन्, ऊ झुटो छिन् के तपाईहरुलाई त्यस्तो लाग्छ? मलाई चाहिँ लाग्छ उनले कुरा बाहिर ल्याइन्, त्यही नै ठुलो कुरा हो।